यही हो वन्डरल्यान्ड भन्ने चाहिँ कस्तो दामी छ वेदर। जाडो छ है। लास्ट ब्याड डे भयो यार, पानी आइदिएर फेरि अब ओत लाग्नु जानु लागेको। आज त लास्ट पुरा सिमसिम पानी परिरहेछ। वेलकम। टिकट उता होला। आजको दिनमा चाहिँ पानीले चाहिँ हामीलाई लास्टै पनौती नै लगायो। हानु काट्नु न। अरे यार हल्का यहाँ यसो सेलिब्रेट केक सेक नर्मल काटेर। सोल्टी आज सोल्टीको जन्मदिन। सोल्टीले त केकमा खाने र मै हानिदिएछु होइन हल्का। ल दामी छ। हेलो अनि नमस्ते सबैजना मित्रहरूलाई। म चाहिँ आज कतारको लुसेलको वन्डरल्यान्ड भन्ने एउटा प्लेसमा गइरहेछु। त्यहाँ चाहिँ अब नर्मली नेपालको त्यो मेला लागे जस्तो त्यो ठाउँ हो। अब त्यहाँ चाहिँ जस्ट यसो हल्का भिजिट गर्नलाई म गइरहेछु। अहिले चाहिँ म यहाँबाट अल्सो कप यहाँको मेट्रो स्टेसनमा छु। म चाहिँ रिप जानको लागि मेट्रो पर्खिरहेछु। त्यहाँबाट ट्रान्जिट हुन्छ हाम्रो लुसेलको। म चाहिँ यहाँ मुस्रिपमा यहाँ ट्रेनबाट ओल्डेर अहिले चाहिँ अब यहाँ म सोल्टीलाई चाहिँ अब पर्खिरहेछु। अब सोल्टी आउनुहुन्छ अनि टक्क हामी फेरि अर्को ट्रान्जिट। म यहाँनिर वे आउटमा गइरहेछु। फेरि अब नेक्स्ट यहाँ मेट्रोबाटै जानु लागेको। अनि अहिले मुस्रिपको मेट्रोमा छु। सोल्टी आउनुहुन्छ यहाँनिर अनि टक्कसँगले फेरि नेक्स्ट ट्रान्जिट लुसेल लाग्ने। लुसेलबाट अनि वन्डरल्यान्ड भन्ने त्यो प्लेस छ। मतलब त्यही अहिले हामी जानु लागेको कतारको वन्डरल्यान्ड भन्ने। त्यहाँनिर को लागि अब वेट गरिरहेछु म चाहिँ सोल्टीलाई। त्यो पानी परिरहेछ आज, दामी पानी परिरहेछ कतारमा। अनि खतरा भइरहेछ मौसम पनि। ला सुते गर्ने खालको। तर म चाहिँ बाहिर निक्लिदिएको आज। पानी परिरहेछ पुरा यहाँ चाहिँ कतारमा। म चाहिँ बाहिर निक्लेँ। बाहिरको सिन यस्तो छ, पुरा पानी परेर यस्तो भइरहेछ। जलमग्न भएको छ कता। मेरो दाइसँग भेट भयो होइन। दाइ यसो भनिदिनु न त तपाईँको। भाइको एकदम गुड छ भाइ मान्छे नै गुड, सबै गुड भाइको। त्यही त ट्याक्क दाइसँग। अरे दाइ पनि फेरि पुरा यहाँ दाइको त पानी पऱ्यो है दाइ लास्टै गएर ब्ल्याङ्केट भित्र सुत्नु पर्छ। कतारमा नि पानी पऱ्यो पछाडि त खत्रै। यस्तै छ 2 दिनदेखि पानी परेको छु। यहाँ चाहिँ म चाहिँ स्टिल वेटिङमै छु होइन। लास्ट पानीले गर्दा मान्छेहरू पनि निक्लिन पाएको छैन आज चाहिँ। त्यही भएर बाहिर त लास्ट चिसो दामी। पर्खिनु चाहिँ लास्टै गिरी हुने मान्छेलाई यार, अति गिरी हुने पर्खिनु। अब पुगिसक्यो भन्नुहुँदै त सोल्टी फेरि कतिखेर आउने हो। गिदी भइसक्यो बस्दाखेरि। यहाँ बसेको रहेछ पर्खिँदा। ल सोल्टी ल दर्शन नमस्कार है। पर्खिँदा यार पानी परेर है बवाल। ल अब लाग्दैछौँ हामी। भेट भयो फाइनल्ली सोल्टीसँग। बस्दा आज गिद्दी भयो यार। हामी फेरि नेक्स्ट स्टेसनको लागि चाहिँ हामी लुसेल जानको लागि वेटिङमा छौँ। फेरि ट्रेन वेटिङमा। हजुर
के भन्नुपर्छ सोल्डी एक्साइटेड छु जानको लागि होइन पहिलोचोटि अब यो चाहिँ विन्टर वन्डरल्यान्ड अहिले हामी लगातार त्यहाँ बसिरहेको छौँ ट्रम्पको वेकमा ट्रम्प पनि आयो अब जानुपर्ने छ यहाँ त्यही हो डेस्टिनेसन नेक्स्ट टाइम यो ट्रेन आयो उतापट्टिको आइरहेछ त ए सबै ठाउँहरू उस्तै छ यार अहिले चाहिँ हामी यहाँ मरिना नर्थ रुसेलमा आइपुगेको छु त्यही छ ठाउँ फेरि सबै यार के हो यार मान्छे चाहिँ छैन फेरि मरिना नर्थ प्लास्टिक साथै लाग्यो यही हो वन्डरल्यान्ड भन्ने चाहिँ रोटेपिङ राखिरहेछ फर्स्ट ल दामी छ भ्यू पानी परेर यस्तो दामी देखिरहेछ फाइनली आइपुग्यो यहाँ छ मेट्रो स्टेसन यहाँ भर्खर निक्लेँ यहाँबाट चिसो छ दामी छ घाम लागेको छैन पानी परेर रोकिरहेछ यहाँ चाहिँ आइपुग्यो हामी रुसेलको चाहिँ समुद्र छ अनि पछाडि छ मुन यो होटल जस्तै हो अनि दामी चिसो आइरहेछ समुद्रको हावा मस्त बवाल दामी हावा आइरहेछ दामी छ वेदर जाडो छ है लास्ट आमामा घाम नहोस् घाम खाँदा कोथारको दामी भयो यार अहिले चाहिँ लक वेदर धेरै पछाडि फिल्स दामी फिल भइरहेछ ल यो चाहिँ रुसेलको कतार रुसेलको यहाँनिर वन्डरल्यान्ड भने हामी जानु लागेको अहिले यहाँ हो बवाल भइरहेछ भ्यू पनि पानी पर्छ होला माका फेरि पानी पर्ने रहेछ जस्तो लाग्यो आम्मा यस्तो दामी भ्यू सिन भइरहेछ लास्ट ब्याड डे भयो यार पानी आइदिएर फेरि अब आउट लाग्नु जानु लागेको आज त लास्ट पुरा सिमसिम पानी परिरहेछ मान्छेहरू आउट लागेर बस्नु लागेको हो अब हामी यहाँ एक राउन्ड हानेर यहाँ पछाडि रोटेपिङ भएको ठाउँमा जाने हो पछाडि रोटेपिङ छ यो नै मेरो जाने हो भएको ठाउँमा एक राउन्ड हानेर जाने यहाँबाट चाहिँ त्यही हो चिसो 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 हावामा यसै कस्तो तर दामी आउने यार यहाँ यो समुद्रको छेउमा त्यो बस्दा चाहिँ हावा चाहिँ मस्त दामी आउने क्या वेलकम Iceland Russell टिकट उता होला ल वन्डरल्यान्ड यही हो बाहिर चाहिँ मैले चाहिँ हामी टिकट ल लास्टै ब्याड लक भयो पानी परेर पुरा यो नै बन्द भएछ आज नचल्ने अरे मेला यहाँको लास्ट ब्याड लक भयो आज अति नै ब्याड लक वेदर पानी परेर चाहिँ सोल्डी
आज त लास्ट ब्याट कहाँबाट आएको आम्मा ट्राभल गरेर आज नै फेरि बन्द अरे लास्ट। अब यदि भन्दा हेर्दाखेरि ल आजको यात्रा चाहिँ भित्रै छिर्नु नपाइने भयो। पानी पुरा परेर त्यो चलाउनु नमिल्ने होला के भएर नेक्स्ट टाइम अब आउनु पर्ला जस्तो छ। तर सोध्नु मन्डे खुल्छ? जहिले 80 सोधिसकेको छ, मन्डे पनि खुल्छ। अब यो आजको दिनमा चाहिँ पानीले चाहिँ हामीलाई लास्टै पनौती नै लगायो होइन। अनि के हिँडेको अब पानी परेर बन्द भयो त हामी चाहिँ अब हल्का फर्किँदैछौँ घर। नेक्स्ट टाइम हामी आउँछौँ होइन, नेक्स्ट विक अब आएर अनि टक्कसँगले अब कस्तो पानी परेर चाहिँ हो आज वेदर अनिले गरेर चाहिँ त्यहाँ मेला हो। यहाँ चाहिँ यहाँको विन्टरमा लाग्ने मेला हो, हाम्रोतिर उतातिर दमकतिर अब पुरा लाग्ने मेलाहरू जस्तो रोटेपिङ सोटेपिङ यताउति दुनियाँदारी सब हुन्छ यहाँ चाहिँ अब झिलिमिली यताउति होइन। अनि त्यस्तो हुन्थ्यो, हल्का यो मिस भयो तपाईँहरूलाई पनि। तर नेक्स्ट आउनेछौँ अनि टक्क हेर्नु होला, तपाईँहरूलाई देखाउनेछौँ। ल अहिले चाहिँ भन्दै म चाहिँ अब के गर्ने अब नेक्स्ट ब्लग नेक्स्ट विकमा अब हुन्छ होला हाम्रो त्यहाँभित्रको झिलिमिली यताउति सिनहरू ह्याप्पी बर्थडे सुडी। नेक्स्ट लेभलको ठाउँमा छ फेरि बर्थडे पनि। ल हानु काट्नु न। अरे यार अरे खानु त तपाईँ मै काटेर मै खाइदिउँ। तपाईँ काटेर काट्नु न, केही हुँदैन क्या। आज त जन्मदिन पो हो त। ल जन्मदिनको शुभकामना। ल छिटो दामी आइरहेछ, सिन पनि दामी आइरहेछ। ल खानु न, तपाईँ भोक लागेको मान्छे तपाईँ खानु, म तपाईँलाई कम्पनी दिएको मान्छे। म तपाईँको उयो जन्मदिनको उपलक्ष्यमा हो क्या। काट्नु न, केही हुँदैन। काट्नु न काट्नु न यार। यस्तो गऱ्यो भने त जान मलाई दिक्क लागेर आउँछ कि। खानु न, मैले नै काट् अहिले सिनमा। सोर्डेको जन्मदिन पनि परेको थियो र हामी हल्का यहाँ यसो सेलिब्रेट केक सेक नर्मल काटेर। सोर्डी ल जन्मदिनको शुभकामना। थ्याङ्क यू। त्यही हल्का केक सेक पनि काट्यो। यस्तो छ सिन चाहिँ। आज चाहिँ हामी एन्डिङमा घर जानुभन्दा अगाडि चाहिँ लुसेलमै हाम्रो यता लुसेलको मुन अब होटल तल बसेर चाहिँ हल्का केक सेक काट्यो होइन। केक पनि अब आज सोर्टीको जन्मदिन, सोर्टीले त केक नखाने र मै हालिदिएछु होइन हल्का। ल त्यस दामी छ भ्यूहरू यहाँ सिनहरू। पछाडि यस्तो छ सब